ऋषि लामिछानेले निर्देशक गरेको चलचित्र माग्ने राजाको छायाङ्कन समाप्त भएको छ। मुभीको मुख्य पात्र केदार घिमिरे उर्फ माग्ने बुढा हुन्। चलचित्रको छायाङ्कन निर्धारित समयभन्दा 2 दिन अगाडि सकेको हो। केदार घिमिरेसँगै अन्य कलाकारहरूको पनि अभिनय रहेको छ, जसमा आर्यन सिग्देल, विल्सन विक्रम राई, वर्षा शिवाकोटी, शिशिर वाग्देल मुभीको मुख्य भूमिकामा छन्। फिल्म भने तीज पर्वमा प्रदर्शन गरिनेछ। यो चलचित्र केदार घिमिरेको जीवनीमा बनेको छ कि उनको कमेडी सिनलाई मात्र मुभीमा समावेश गरिएको छ, यो भने आउने दिनहरूमा थाहा हुनेछ।